हेलो साथीहरू, नमस्कार। स्वागत छ यहाँहरूलाई दिपु साई युट्युब च्यानलमा। र आज म लिएर आएको छु डाइनामाइट प्रन्सको रेसिपी। तपाईँले हेर्न सक्नुहुन्छ। यो हाम्रो चाहिँ श्रिम्प हो। श्रिम्पमा चाहिँ मैले अन्डाको योग पालेर यसमा अन्डा मिक्स गरेको छु। यो मैले यसमा सोया सस राखेर राम्रोसँग म्यारिनेट गरेर यसलाई केही समय छोडिदिनेछु। यसलाई हेर्न सक्नुहुन्छ। राम्रोसँग मिक्स गरेर यसलाई टक्क राखेर यो चाहिँ यसमा मैले हल्का सल्ट एड गरेको छु। यो चाहिँ हाम्रो कर्नफ्लावर र मैदा यो पाउडर हामीले यसरी मिक्स गरिसकेपछि यसमा आवश्यकताभन्दा बढी नुन राख्नु हुँदैन। स्वाद अनुसार नुन राखेर यसलाई मजाले मिक्स गरेर हामीले त्यो ससमा म्यारिनेट गरेको प्रन्सलाई श्रिम्पलाई हामीले यसमा चाहिँ डिप गरेर पाउडरसँग मिक्स गरेर अलग्गै राख्नेछौँ। हेर्न सक्नुहुन्छ। आशा छ यहाँहरूले आफ्नो घरमा पनि ट्राई गर्न सक्नुहुन्छ र बनाएर आफ्नो फ्यामिलीको साथमा आनन्दसँग यसको स्वादिलो बाइट आफ्नो फ्यामिलीसँग सेयर गर्न सक्नुहुन्छ। हैन, हेर्न सक्नुहुनेछ। र साथीहरू, हजुरहरूले आफ्नो घरमा पनि यसरी ट्राई गरेर खानुहोला र कमेन्ट गर्न नभुल्नुहोला कस्तो लाग्यो यसको रेसिपी। डाइनामाइट प्रन्स भनिन्छ यसलाई। डाइनामाइट श्रिम्प हो। हेर्न सक्नुहुन्छ। अब यो फ्राई गर्ने प्रोसेसतिर लाग्दैछु म। फ्रेस ओइलमा टक्क लाएर यसलाई चाहिँ ब्राउन कलरको हुने गरेर फ्राई गर्ने। हल्का क्रिस्पी हुनुपर्छ यो। तपाईँले देख्न सक्नुहुन्छ। अब यो चाहिँ डिप फ्राई भइसके पछाडि मैले हल्का यसलाई क्रिस्पी ब्राउन फ्राई गरेर यसलाई ठक्क स्ट्रेनरले छानेर कतिको कलर आउनुपर्छ तपाईँले हेर्न सक्नुहुन्छ। यसमा यो लगभग अब भइसकेको छ। यो हाम्रो चाहिँ अमेरिकन मायोनाइज भनिन्छ यसलाई। अमेरिकन मायोनाइज हो यो। र हामीले यो चाहिँ श्रीरचा हट चिल्ली ससलाई हामीले युज गर्न गइरहेको छौँ। यो हट सस हो। हल्का स्विट र स्पाइसी हुन्छ यो। आफ्नो स्वाद अनुसारले तपाईँले यसमा एड गर्न सक्नुहुन्छ। अमेरिकन मायोनाइजमा यसलाई चाहिँ मिक्स गरेर मेन भनेको सस डाइनामाइट श्रिम्पको यही नै हो। यो चाहिँ हट सस जाँदैछ हाम्रो। यो चाहिँ सोया सस हो। सोया सस हल्का राख्नु होला किनकि यो साल्टी हुन्छ धेरै। र म यसमा थोरै साल्ट पनि एड गर्दैछु। आफूलाई कतिको मनपर्छ त्यो अनुसारले यसमा साल्ट राख्नु होला। अलरेडी ससमा पनि साल्ट हुन्छ, सोया ससमा। त्यसको पनि ख्याल गर्नु होला है त। श्रीरचा सस मैले फेरि यसमा एड गर्दैछु। हल्का यो ससको कलर ब्राउन कलरमा आउनुपर्ने हुन्छ। रेडिस ब्राउनमा आइसकेपछि हामीले फ्राई गरेर राखेको श्रिम्पलाई यसमा डिप गर्नेछौँ। र हामीले चाहिँ काँचको ग्लासमा यसलाई सर्भ गर्नेछौँ। हेर्न सक्नुहुन्छ।
यो चाहिँ हाम्रो गार्निस हो। यसलाई तपाईले रोमनी लेतुस भएदेखि रोमनी लेतुस नत्र भने तपाईले आइसबर्ग पनि युज गर्न सक्नुहुन्छ। यो किनकि यसको प्रेजेन्टेसन हामीले गार्निसको साथमा देखाउनेछौँ। किन भन्दाखेरि यो अनिवार्य हुन्छ यसलाई डिस्प्ले गर्दाखेरि यसरी दिनुपर्ने हुन्छ। अब यसलाई मजाले डिप गरेर म यसमा डिस्प्ले गर्दैछु, हेर्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ यो हाम्रो सस एकदम तयार भइसकेको छ। अब हामीले यसलाई सर्भ गरेर दिनेछौँ। साथीहरू, आशा छ यहाँहरूले मन पराइदिनु हुनेछ भनेर, र साथै दीप उषा युट्युब च्यानललाई माया गरिदिनु होला र सब्सक्राइब, लाइक, कमेन्ट गर्न नभुल्नु होला। एकचोटि आफ्नो घरमा पनि बनाएर ट्राई गरेर आफ्नो परिवारको साथमा खानु होला। कमेन्ट, लाइक, सेयर, सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है त साथीहरू। हेर्न सक्नुहुन्छ लगभग यसको फाइनल स्टेटमा आइपुगेको छ। अब हामीले यसमा थोरै अलिकति काटेर राखेको स्प्रिङ अनियन माथिबाट टपिङ गर्नेछौँ, ताकि हाम्रो डाइनामाइट श्रिम्प तपाईको देख्नको लागि अलिकति राम्रो देखिन्छ, अलिकति राम्रो कलर प्रेजेन्टेसन राम्रो हुन जान्छ यसले।